नमस्ते साथीहरू। केही दिन अगाडि मैले भनेको थिएँ कि श्रम संस्कृति पार्टीलाई राष्ट्रिय दल अथवा राष्ट्रिय पार्टी हुनबाट इन्द्रेको बाउ चन्द्रे आएर पनि छेकेर छेक्न सक्दैन भनेर भनेको थिएँ। फेरि चन्द्रे भनिराख्दाखेरि गोल्दा 5 नम्बरको कब्रस्तान नजिकै एउटा भट्टराई चन्द्रे दाईको घर हुनुहुन्छ। अभिषेक भाइको बुवा चन्द्रेको कुरा गरेको होइन मैले। यो चाहिँ चन्द्र इन्द्र भगवानको बाउ चन्द्रको कुरा गर्दैछु। तर मैले जे बोले अथवा मेरो आत्माले जे भन्यो सायद त्यो आज पूर्ण भएको देख्दा होइन म एकदमै खुसी छु। म चाहन्थे यो होस्। अब यो 2 महिनाको होइन 2 महिना 2.5 महिनाको होइन दौडधुपमा यहाँसम्म पुग्नु भनेको मामुली कुरा होइन क्या। मान्छेले खिसीटिउरी गरे, अनेक कुरा गरे, गाली गलौज गरे, फरक परेन। यस्ता पार्टीहरू पनि छन्। म 35-36 वर्षको भइसकेँ। त्यो सुरुवातकालीनदेखि स्थापना भएको पार्टीहरू अहिलेसम्म त्यहाँसम्म पुग्न सकेको छैन। यो 2 महिनाको अन्तरमा होइन राष्ट्रिय पार्टी हुनु, राष्ट्रिय दल हुनु भनेको मामुली कुरा होइन क्या। विशेष गरेर जसले होइन मतदान गरेर चाहिँ विजयी गराउनुभयो ती दाजुभाइ दिदीबहिनी होइन नेपाली जनताहरूलाई धेरै धेरै धन्यवाद, मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र विजय हुनुहुने सम्पूर्णलाई मेरो तर्फबाट एकदमै धेरै धेरै शुभकामना। तपाईँहरूको कार्यकाल एकदमै सफल रहोस् र यसरी नै होइन अटल हिमाल चाहिँ टक्कसँगले निडरका साथ है अघि बढिराख्नुहोस्। हामी तपाईँहरूको साथमा हुनेछौँ। इमान्दारी यसरी रहनुहोस्। इमान्दारी यसरी रहनु भने अवश्य जनताहरूले झन् तपाईँहरूलाई विश्वास गर्नेछ। हामी जस्तो युवाहरू छौँ पछि। अब साँच्चै नै भन्नुपर्दाखेरि पार्टी भनेर होइन मैले चाहिँ हर्क साम्पाङ सरलाई अथवा यो श्रम संस्कृतिलाई समर्थन गरेको। किनभने श्रम संस्कृति पार्टीका अध्यक्षज्यू होइन जो सभापतिज्यू हुनुहुन्छ उहाँ साँच्चै नै इमान्दारी र निडर र देशप्रति एकदमै माया भएको मान्छे हो भन्ने मलाई लाग्यो। होला उहाँको बोलीमा होइन टर्रोपना होला, तर टर्रोपना भए तापनि सत्यता त्यही हो कि मान्छेले अब उखानै छ नि दबाई तितो हुन्छ तर दबाई त दबाई हो नि। यस्ता मान्छेहरू चाहिन्छ क्या देशको लागि होइन, समाजको लागि र विशेष गरेर देशकै लागि चाहिन्छ यस्ता मान्छेहरू। फेरि पनि म तपाईँलाई सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म साँच्चै नै खुसी छु। मैले चाहेको यही थियो। मलाई थाहा थियो बहुमत त आउँदैन तर राष्ट्रिय दल हुन्छ भन्ने चाहिँ मलाई आत्मादेखि नै मलाई एकदम विश्वास थियो। जे मैले विश्वास गरेको थिएँ त्यो आज पूर्ण भएको देख्दा है म एकदमै खुसी छु। फेरि पनि सबैलाई सेवारो धन्यवाद।